मैले डेली रुम सफा चाहिँ गर्दिनँ किनभने म एकदमै बिजी छु र अल्छी पनि। यो चाहिँ हो मेरो रुम। मैले चाहिँ रुममा धेरै सामान जोडेको छैन किन भन्दा जापानमा सिटी चेन्ज गर्दा सबै सामानहरू फाल्न पर्छ, सबैले थाहा नै होला। किन्दा नि पैसा पर्छ र फाल्दा पनि। अरू सामान नभए पनि मिरर चाहिँ हुनै पर्यो के, किन भन्दा मैले मिरर भिडियोहरू बनाउँछु नि त। यो चाहिँ हो मेरो रुमको लुगा राख्ने ठाउँ। मैले जापान आएर जोडेको भनेको मेरो सम्पत्ति यही लुगा मात्रै हो। मैले लुगा चाहिँ एकदमै धेरै नै किन्छु। के फेरि एउटै लुगा लाएर भिडियो बनायो। सँग त्यति धेरै फुर्सद छैन कि म रुममा बसेर टिकटक बनाउँछु। सो एउटै लुगा लाएर चाहिँ होइन, एउटै भिडियो चाहिँ धेरै पोस्ट गरिरहेको हुन्छु। त्यही हो बहिनी, राम्रोसँग आँखा च्यातेर। यो चाहिँ हो मेरो साडी जुन मैले अघि लुगा पचाउँदा टिकटक बनाउँछु भनेर निकालेर राखेको थिएँ। आज चाहिँ मैले लुगालाई छुट्टा छुट्टै पछि निकाल्दा सजिलो हुने तरिकाले मिलाएर राखेको। मेरो प्यारो सुटकेस यो साडी र कुर्ताले नै भरियो के। कुर्ता 2 जोड मात्र छ, अरू चाहिँ सबै साडी नै हो। जापानमा साडी कुर्ताको प्राइस एकदमै धेरै महँगो छ नि त, त्यही भएर मैले आफै नेपाल गएको बेला लिएर आएको। र धेरै धेरै धन्यवाद मेरो भिडियो हेर्दैकोमा।